सम्पूर्णमा नमस्कार। अहिले हामी राराबाट फर्किने क्रममा जुम्लाबाट अगाडि कालीकोट तिलगुफा नगरपालिका प्रवेश गरेको छौं। देख्न सकिन्छ कालीकोटको बाटो। अब यो पछाडी जुम्ला, यता कालीकोट। हामी कालीकोटबाट अगाडि बढिसकेको अवस्था छ अहिले। एकदम बाटो भनेको नराम्रो होइन, अफरोड हो। पहाडको बाटो एकदम राम्रो हो भन्छु म। यस्तो हामी हिँड्यौं, यात्रा गऱ्यौं। एकदम 5 दिनको यात्रा एकदम स्मरणीय भएको छ। अझ 2 दिन 3 दिनसम्म हामीलाई लाग्न सक्छ हामी घर पुग्न चाहिँ। नेपाल सानो छ भनिन्थ्यो, नेपाल सानो रहेनछ। हामी नक्सामा मात्रै सीमित भएर नेपाल सानो हो। नेपाल एकदमै ठुलो छ। नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। अनि यसै क्रममा म के भन्न चाहन्छु भने कर्णालीलाई पिछडिएको भनिराखिन्थ्यो हामीले सधैँ। कर्णाली पिछडिएको होइन, पिछडिन बाध्य बनाइएको हो। कर्णालीमा यति राम्रो उहरू छ, स्रोत साधनहरू छ। त्यहाँ हामीले राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने कर्णालीले नेपालको अर्थतन्त्र पुरै कर्णालीले धान्न सक्ने क्षमता छ कर्णाली प्रदेशसँग। कर्णाली प्रदेशलाई पछि पार्न बाध्य बनाइएको छ। यो कदमलाई चाहिँ सरकारको पूर्ण रूपमा ध्यान गएर कर्णालीलाई निकास दिनुपर्छ, कर्णालीलाई विकास गर्नुपर्छ। कर्णाली हाम्रो देशको एउटा शान हो। कर्णाली प्रदेशमा विभिन्न किसिमका धार्मिक पर्यटकीय स्थलहरू एकदम राम्रो क्षेत्रहरू रहेछन्। हामीले 5 दिनको यात्रामा हेर्न देख्न हामीले जति घुम्यौँ 5 दिनमा कर्णाली घुमेर सक्यौँ भनेर नबुझेको त होइन, तर समेट्न हामीले जति समेट्न सक्यो त्यो भनेको एकदमै कम हामीले 5 दिनमा समेटेको कुराले पनि कर्णालीमा पर्यटकीय प्रवर्धन गरेर पनि देशलाई छुट्टै निकास दिन सक्छ कर्णालीले। धन्यवाद।